साथीभाइ हो र हाम्रो स्कुलको सुन्दरता भनेको चाहिँ अर्को एउटा कलेक्सन अफ सब्जी पनि हो। यहाँ हेर्नुहोस् यो चाहिँ हो च्याउ। यो चाहिँ एकदम चिन्नेले टिपेर ल्याएर चाहिँ यहाँ हाम्रोमा आइपुगेको हो। सुर्ता नगर्दा हुन्छ तपाईहरु भ्युअर्सहरु, मर्दैन यसले चाहिँ एकदम रिप्लाई आउँछ तपाईहरुकोमा। अनि यो चाहिँ बुक च्याउ, यो चाहिँ रुखमा पाउँदो रहेछ। यसको यो खोज्नको लागि एकदम हाई अल्टिट्युडमा जानुपर्ने रहेछ, निकै अग्लो अग्लो जग्गामा मात्रै यो चाहिँ हुँदो रहेछ। यो हामीहरूको यहाँ छुबाको रेन्जमा पनि पाउँदैन। यो चाहिँ अझै माथि टेन्डोङको रेन्जमा जानुपर्ने रहेछ यो चाहिँ, यो पाउनुको लागि चाहिँ। र यो चाहिँ पावर बिङमा यो चाहिँ एभाइलेबल छ। र यो चाहिँ पावाको 100 रुपैयाँ पावा भन्दाखेरि 400 रुपैयाँ केजीमा चाहिँ यो चाहिँ एभाइलेबल छ पावर बिङमा चाहिँ। र यदि यो चाहिँ बजारको भाउ चाहिँ के छ, यो चिन्जानमा चाहिँ त्यस्तो छ भाउ। र यो चाहिँ खानु चाहिँ एकदम दामी हो। र यो नन ग्रिन प्लान्ट पनि खानु भन्छ शरीरको लागि बेला बेला। यो नन ग्रिन प्लान्टमा आउँछ, यो पनि खानुपर्छ। र टेस्ट कस्तो हुन्छ, मैले फर्स्ट टाइम खाँदैछु। यहाँ धेरैजना खानेहरू एक्सपिरियन्स छ र मैले एकदम निर्धक्क किनेर चाहिँ यहाँ खाँदैछु। र टेस्ट कस्तो हुन्छ, सब्जी कस्तो हुन्छ, म तपाईलाई फेरि त्यसको पनि भिडियो बनाएर दिनेछु, पठाउनेछु। आजको लागि चाहिँ यति नै, धन्यवाद।